गाइस र अहिले चाहिँ म चाहिँ है जाँदैछु फाप्री र बिहान बिहान है तपाईँले सोध्दा किन गएको फाप्री भनेर है म चाहिँ यत्तिकै गएको है यहाँ एकजना मेरो साथीले बोलाइरहेको थियो नि त त्यही भएर चाहिँ म चाहिँ भेट्नु जाँदैछु उसलाई है टोटोले हल्ला र मारे नि साथीहरू बाटो त्यस्तै हो अब खन्द्राङ हल्लाउँदै ल्यायो नि यो फाप्री त 2-3 चोटि भइसक्यो आएको आज चाहिँ एक्चुअली चाहिँ म किन आएको भनेदेखि चाहिँ घरमा अल्छी लागेर पनि क्या घर कति बस्नु ल आज चाहिँ जाउँ है भनेर आएको हो यहाँ यसो बहिनीहरूसँग पनि भेट्नु र उताबाट भाइहरू पनि आएको छ नि त मणिपुरबाट त्यो भाइहरूसँग यसो गफ लडौँ भनेर हो तर अफसोस भाइहरू छैन भन्दैछ बाहिर कहाँ गएको छ अरे हेरौँ अब को रहेछ ल त जाउँ त अब आइपुग्नु आँटे साथीहरू यहाँ पहिला एउटा घर थिएन होइन अहिले चाहिँ घरै घर भएको छ यो पनि हाम्रो आफ्नो मान्छे घर होइन ऊ पर पनि छ 2-3वटा छ यहाँ चाहिँ फाप्रीमा चाहिँ हाम्रो आफ्नो मान्छेको घर यो चाहिँ दिपाको घर हो ऊ पर चाहिँ छ मेरो एकजना बहिनीको घर सौनुको बहिनीको घर यो अगाडिको चाहिँ हाम्रो अर्को नानाको घर मैडम जी के छ हालखबर के ताला मारेको थियो क्या हौ औ ताला मारेको छ हौ यहाँ हाम्रो साथी सुत्केरी भाषा हेर्नुहोस् है सुत्केरी भाषा हो फेटा बाँधेर हेर्न कम्मरमा बाँधिरहेछ सुत्केरी भएर चाहिँ हरियो परियो खाँदै रहेछ हौ घरले छोराभित्र सुतिरहेछ अरे लोकल कुखुरा भने गाइस यो राम्रो त्यही कारणले चाहिँ हड्डी चबाउँदा दाँत दुख्छ टाउको दुख्छ अलिक बुढी भयो भने आयो यहाँ बटारे मिठो हुन्छ त बटारे चियासँग हुन्छ के प्लेटमा पर्ने म चिया खाने मान्छे खोजिरहेको थिएँ अघि बिहान 1 कप खाएको ठुलो कपले आम्मा तिमी जोड खाँदो रहेछ है यस्तो छोडी चिया मात्रै जाडोमा झन् है पहिला त जाडोमा उयो सोचे आउँथे होइन यस्तो खायो भन्ने हुन्छ नि अहिले त खालि चिया लु भोटिनी भएछ भोटिनी भएछ अहिले त हुन्छ मलाई साथीले गरम गरम चाय हो एकदम रेडी पारेर दिएको छ अब के हो यो साथी यस्तो के लडायो हेर्नुहोस् है केक हो कि के यस्तो ओ माई गड डरै लाग्दो हेर्नु साथीहरू अब यो खालको खायो भने त आराम बस्थेँ कि राति बेचेको हो नि त अन्त अहिले माथि मिरी गयो आफ्नै घरमा अब एउटै छोरा छोरी चियापत्ती कस्तो मजाको सेन्ट आउँदो कुन चियापत्ती हो माथि दार्जिलिङ हुन्छ तर सब माथि खाने भएछ न उयो बन रोटीदेखि लिएर चियापत्ती लिएर सब माथि खाने भएछ अन्त मधेसको त नखाने हो कि अब मधेसको खानु हुँदैन यहाँ हेर्नुहोस् है गाइस अब हाम्रो साथीले फेरि हेर्नु न चटनी र गोर्खे अचार के हो यो मुला मटर सिलाम आम्बो खुर्सानी यो बनाउनु चाहिँ मलाई पनि सिक्नु छ हौ तर जाने छैन मलाई मनपर्छ मनपर्छ गोर्खे अचार अब म पनि सिक्नु पर्यो खानु चाहिँ मनपर्छ हो बनाउनु चाहिँ आउँदैन त्यस्तो हो अब सिक्नु पर्यो यो मटर उसिन्छ नि उसिन्नु पर्छ हल्का ओके हल्का चाहिँ पाक्नु चाहिँ परेन भुँडी दुख्छ कसैलाई हो त्यही त मलाई खाने बेला चाहिँ याद हुन्छ कि सिक्छ फेरि बिर्सिहाल्दो रहेछु फेरि लोसन बनाउँछु नि म एक ए अच्छा कहाँ गएको छ के छ म त यही खाना पात पकाउँदा ओर्दा ठिक्कै भइरहेछ पनि बस्दैन जहिले पनि उनीहरू ड्युटी जान्छ नि त है कोही हुँदैन त्यही त अब त्यो पढहरूको बुढा बुढी त्यो सानो केटीले गयो सिक्री खानु ए हामीले खान्छौँ कोही गाडी उताबाट आउँछ अरे यसको बुढीको आमाहरूको आउँछ नि अब ए ग्यास भएछ तेरो ग्यास भएर खाना खाएको मटर के हो कि के हो थाहा छैन ग्यास चिसोले हो कि ना के हो
चिसोले हो कि न त त्यो मटर खाएर हो कि पुरा ग्यास भएर यहाँ भुँडी दबाएर बसिरहेको हेर्नु यी जाडो। यहाँ ऊ अहिले बहिनीकोमा आएको थियो कि यहाँ ऊ दुईजना ओछ्यान लगायो अरे पिक्चर हेर्दो रहेछ ड्याममै ओछ्यान लगाएर चाहिँ हो ऊ पिक्चर चाहिँ अहिले भाँडा माझ्दैछ त्यो के गरेको जाडोमा मजाले है हो त क्या चिसो त्यो बुई म त कति बजी उठ्यौ झनै 8:30 बजीतिर पो उठेँ त अन्त चिसो अबै म त उठ्नु सक्दिनँ पुरा जाडो भएर नानी फेरि होला स्कुल जान्छ म पनि एकछिन बसेर जान्छु साथीहरू घर वापस जाडो हुँदै गयो फेरि हात्ती निक्लिन्छ अरे हो हिजो पनि हात्ती निक्ल्यो अरे भन्छ 8 बजी हात्ती आउँदो रहेछ साथीहरू यहाँ त के खालको यस्तो अन्त भरे भकुन्डो खेल्यो भने त के गर्नु त्योभन्दा छिटै फर्किनुपर्छ साथीहरू अन्त सबै अन्त जङ्गलको पशुहरू सब गाउँ पस्नु थालिसक्यो साथीहरू के हो यस्तो ढिलो भयो साथीहरू ढिलो रात पऱ्यो झपक्कै हो त्यहाँबाट फेरि हिँड्दै आउनुपर्छ यहाँ अटो पक्रिनु हो अटो पनि पाउँछु पाउँदिनँ आइडन्ट नो लेट्स सी अब हेर्नुहोस् लु हेर्नुहोस् त यस्तो अँध्यारो भइसक्यो हो अब यहाँबाट अटो पक्रिनुपर्छ नि त मैले अब अटो पाउने हो कि होइन यहाँ त फेरि हात्ती आउँछ भन्छ साथीहरू हो डरसरी पो छ त अब भगवान् अटो पनि मान्छे भरेर मात्रै जान्छु भन्ने होला यहाँ एउटा अटो त रहेछ हेर्नु अब यो अटो जाने हो कि होइन मान्छे कहिले भर्ने दाजु सालगढ जाँदैन जान्छ टाइम लाग्छ अब मान्छे पर्खिनु पर्यो हो अब मान्छे कहिले भर्नु 2-3 जना भयो भने मात्रै जाने होला हो ढिलो भयो पानीपुरी बेच्दो रहेछ यहाँ भइहाल्यो फेरि हो यहाँ चाहिँ बेलुकासँग बजार लाग्दो रहेछ झलल हौ यो चाहिँ हो फाप्रीको यो गेटको अगाडि यो चाहिँ हो अरूभन्दा मेरो पूजा गर्नु ढिलो भयो साथीहरू घर अँध्यारो भइरहेको ल हो म त खास छिट्टै फर्किने थिएँ कि तर ऊ मैले सोचेँ भाइ आयो नि त मैले सोचेँ भाइ जान्छ र भनेर म पनि त्यो जान्छ र त्यो 6 बजीतिर जान्छ भन्दै बसेँ म पनि हो कहाँ त्यो त अर्को भाइसँग बस्दै गफ गर्दै पिउनु थाल्यो भरे त के को त्यो त म त अहिले 9 बजीतिर पो जान्छु ल भन्छ फेरि हुँदैन त्यसो म चाहिँ चल्थेँ भने म फेरि आइहालेको हत्तु भयो साथी हत्तु बल्ल 2 जना भयो हो म र 1 जना भयो आएर 2 जना भयो अब जाने होला लु कहिले पुग्नु अब यहाँ चाहिँ फेरि जङ्गल चाहिँ जङ्गल साथीहरू यस्तो अँध्यारो भइसकेको छ हेर्नुहोस् साथीहरू अन्धकार भइगएको छ हो यहाँ चाहिँ यसरी जङ्गल क्रस गरेर जानुपर्छ हो यहाँ एउटा पुल भेट्छ अब हेर्नुहोस् जङ्गल घनघोर जङ्गल ल है साथीहरू मेरो चाहिँ अहिले पूजा पनि भइसक्यो हो फटाफट पूजा गरेर चाहिँ तर कस्तो ढिलो भयो नि साथीहरू आज छिटो पूजा गरिकन आएर हो अन्त के साह्रो जाडो यहाँ भन्दा पनि जाडो रहेछ साथीहरू म त थरथर भएको नि यहाँ पानी तुरेछ र पानी बसाएको हो पिउने पानी बसाएको थर्मसमा तुरेछ हेर्नु पानी त चाहियो हो राति पनि पिउनुपर्छ बेला बेला अन्त भरेर राख्नु भनेर पानी बसिरहेको छु हो जाडोले भगवान् फटाफट धर्न आइपुगेर फटाफट पूजा चाहिँ गरिहाल्ने ढुक्क भयो ल त साथीहरू अब यो मेरो सानो भ्लगलाई यहीँ एन्ड गर्छु है आज फेरि म आउने छु नेक्स्ट विक न्यू भ्लगको साथ तबसम्मलाई बाई बाई एन्ड गुड नाइट लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला बाई बाई